यसको प्राइस चाहिँ हामीले जम्मा 3,50,000 मात्रै राखेका छौँ। यसको प्राइस चाहिँ हामीले जम्मा 5,25,000 मात्रै राखेका छौँ भने त्यसमा पनि नेगोसिएबल छ। 5,25,000 मात्रै राखेका छौँ भने त्यसको प्राइस चाहिँ हामीले जम्मा 5 लाख रुपियाँ मात्रै राखेका छौँ। 5,25,000 मात्रै राखेका छौँ, त्यसमा पनि नेगोसिएबल छ। 7,25,000 राखेका छौँ भने 4,50,000 मात्रै राखेका छौँ, त्यसमा पनि नेगोसिएबल छ। यसको प्राइस चाहिँ हामीले जम्मा 5 लाख रुपियाँ मात्रै राखेका छौँ, त्यसमा पनि नेगोसिएबल छ। यसको प्राइस चाहिँ जम्मा 3,25,000 मात्रै राखेको छ। यसको प्राइस चाहिँ हामीले जम्मा 5,75,000 मात्रै राखेको छ। यसको प्राइस चाहिँ हामीले जम्मा 3,25,000 मात्रै राखेको छौँ। नमस्कार, स्वागत गर्न चाहन्छु हजुरहरूलाई लोक अटोमोबाइल्समा। आज चाहिँ मैले हामीसँग भएका सम्पूर्ण गाडीहरूको विषयमा फेरि पनि मूल्यसहित जानकारीहरू लिएर आइसकेको छु। आज चाहिँ हामीसँग एकदमै सस्तोदेखि लिएर महँगो गाडीहरू पनि रहेको छ। हामीसँग भएका सम्पूर्ण गाडीहरूको बारेमा चाहिँ यहाँहरूलाई म जानकारी दिने नै छु। सर्वप्रथम हजुरहरूलाई यो एकदमै सस्तो मूल्यमा 2011 मोडलको नानो कार लिएर आएको छु। यो चाहिँ 2011 मोडलको एकदमै फ्रेस कन्डिसनमा छ यो गाडी। यसमा चाहिँ हजुरहरूले फिचर दुईटा पावर विन्डो र एसी पाउन सक्नुहुन्छ भने एकदमै फ्रेस कन्डिसनमा छ। यसको प्राइस चाहिँ हामीले जम्मा 3,50,000 मात्रै राखेका छौँ, त्यसमा पनि नेगोसिएबल छ। त्यसै गरी हामीसँग अर्को सस्तो मूल्यमा यदि हजुरहरू अप्सन भएको सेन्ट्रो खोज्दै हुनुहुन्छ भने यो चाहिँ एकदमै रिसेल भ्यालु भएको हुन्डाई कम्पनीको सेन्ट्रो जिङ हो। यो चाहिँ 1100 सीसीमा रहेको हुन्छ, पेट्रोल इन्जिन। यसको फिचरको कुरा गर्नुहुन्छ भने हजुरहरूले दुईटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर पाउन सक्नुहुन्छ भने अरू एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यसको प्राइस चाहिँ हामीले जम्मा 5,25,000 मात्रै राखेका छौँ भने त्यसमा पनि नेगोसिएबल छ। हजुरहरू आउनुहोस्, त्यसमा पनि केही प्राइस चाहिँ मिल्छ। त्यसै गरी सस्तो मूल्यमा अल्टो खोज्दै हुनुहुन्छ भने धेरैले भनिराख्नु भएको थियो सस्तो अल्टो चाहिँ छ कि छैन भनेर। यो चाहिँ 2001 मोडलको एकदमै सस्तो मूल्यमा फ्रेस कन्डिसनमा एसी भएको अल्टो एलेक्स हामीसँग आइसकेको छ। यसको प्राइस चाहिँ हामीले 5,25,000 मात्रै राखेका छौँ भने त्यसमा पनि केही मिलेर आउँछ हजुरहरूलाई। एकदमै फ्रेस कन्डिसनमा छ। भित्रको इन्टेरियरदेखि लिएर बाहिर पेन्ट पनि हामीले भर्खरै गरेको हौँ। कलर स्क्रैच पनि हजुरहरूले देख्न सक्नुहुन्न। गाडी एकदमै फ्रेस कन्डिसनमा छ। यसको प्राइस चाहिँ हामीले जम्मा 5,25,000 मात्रै राखेका छौँ। त्यसै गरी हामीसँग अहिले यो एकदमै फ्रेस कन्डिसनमा रहेको टोयोटाको इचो भन्ने गाडी एकदमै फ्रेस कन्डिसनमा छ। यसमा चाहिँ हजुरहरूले नर्मल फुल अप्सन पाउन सक्नुहुन्छ भने चारवटै पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर पाउन सक्नुहुन्छ भने अरू एकदमै फ्रेस कन्डिसनमा छ। बाहिरको देखि लिएर भित्रको इन्टेरियर पनि एकदमै क्लिन छ। यो चाहिँ 2002 मोडलको हो भने यसको प्राइस चाहिँ हामीले जम्मा 5 लाख रुपियाँ मात्रै राखेका छौँ। त्यसमा पनि हजुरहरूलाई केही मिलेर आउँछ। एकदमै लग्जरी छ यो गाडी चाहिँ। यदि हजुरहरू लग्जरी गाडी कम मूल्यमा खोज्दै हुनुहुन्छ भने एकदमै हजुरहरूको लागि उपयुक्त हुनसक्छ। चाँडोभन्दा चाँडो आउनु होला। त्यसै गरी हामीसँग अर्को त्यस्तै गाडी रहेको छ। यो चाहिँ फिएटको पलियो भन्ने गाडी हो। यो चाहिँ 2006 मोडलको हो भने एकदमै फ्रेस कन्डिसनमा अहिलेसम्म 2 जनाले मात्रै चलाउनु भएको। यो एकदमै फ्रेस कन्डिसनमा छ यो गाडी पनि। अहिलेसम्म भित्रको इन्टेरियरहरू एकदमै जोगाएर चलाउनु भएको छ उहाँले। भित्रको इन्टेरियर पनि क्लिनै छ, बाहिरको स्क्रैचहरू पनि केही पनि छैन। गाडी एकदमै फ्रेस कन्डिसनमा छ। यसमा नि अप्सनको कुरा गर्नुहुन्छ भने हजुरहरूले चारवटै पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर पाउन सक्नुहुन्छ भने अरू एकदमै फ्रेस कन्डिसनमा छ। यसको प्राइस पनि हामीले जम्मा 5,25,000 मात्रै राखेका छौँ, त्यसमा पनि नेगोसिएबल छ। त्यसै गरी हामीसँग यो एकदमै रिसेल भ्यालु हाई भएको हुन्डाई कम्पनीको सेन्ट्रो जिङ आएको छ। यो चाहिँ नन अप्सनमा हो। यो चाहिँ 2004 मोडलको हुन्डाई कम्पनीको सेन्ट्रो रहेको छ। यसको प्राइस चाहिँ हामीले जम्मा 7,25,000 राखेको छौँ भने त्यसमा पनि नेगोसिएबल केही प्राइस त हजुरहरूलाई मिलेर नै आउँछ। यसको पनि भित्र इन्टेरियरदेखि लिएर पेन्ट हामीले भर्खरै गरेको हो। अरू सबै एकदमै फ्रेस कन्डिसनमा छ। यदि हजुरहरू कम मूल्यमा चाहिँ सेन्ट्रो लिने सोचमा हुनुहुन्छ भने यो 2004 मोडलको सेन्ट्रो चाहिँ हजुरहरूलाई 7,25,000मै आउँछ है। त्यसै गरी हामीसँग यो पनि सेन्ट्रो नै रहेको छ हुन्डाई कम्पनीको। हामीसँग सेन्ट्रो चाहिँ 2-3 वटा रहेको छ भने यो चाहिँ एकदमै फ्रेस कन्डिसनमा छ। यो चाहिँ 2009 मोडलको। यसको अप्सनको कुरा गर्नुहुन्छ भने हजुरहरूले
दुईटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर पाउन सक्नुहुन्छ भने यसमा चाहिँ भर्खरै पेन्ट गरेर राखेको हो। भित्रको इन्टेरियर पनि एकदमै क्लिन छ, गाडी एकदमै फ्रेस कन्डिसनमा छ। यदि हजुरहरू हुन्डाई कम्पनीको सेन्ट्रल लिने सोचमा हुनुहुन्छ भने हामीलाई चाँडोभन्दा चाँडो सम्पर्क गरेर आउन सक्नुहुन्छ। एकदमै फ्रेस कन्डिसनमा छ है यो गाडी। त्यसै गरी हामीसँग अलिकति हाई बजेटमा रहेको यो मारुति सुजुकी कम्पनीको अल्टो एलएक्स रहेको छ। यो चाहिँ 2012 मोडलको हो भने हामीसँग अल्टो 2012 को दुईटा रहेको छ। यो पनि एकदमै फ्रेस कन्डिसनमा छ। यसको फिचर चाहिँ हजुरहरूले एसी र हिटर मात्रै पाउन सक्नुहुन्छ भने भर्खरै पेन्ट गरिएको, भित्रको इन्टेरियर पनि एकदमै फ्रेस कन्डिसनमा छ, गाडी पनि फ्रेसै छ। यसको प्राइस चाहिँ हामीले जम्मा 9 लाख रुपियाँ मात्रै राखेको छौँ, त्यसमा पनि नेगोसिएबल छ। यदि अल्टो लिन चाहनुहुन्छ भने चाहिँ चाँडोभन्दा चाँडो आउनुहोस्। त्यसै गरी हामीसँग यो पनि मारुति सुजुकी कम्पनीको एकदमै रिसेल भ्यालु पनि हाई नै छ। यसको सामानहरू पनि एकदमै कम मूल्यमा पाइने, सिक्न सिकाउन हात बसाउन तथा आफ्नो पर्सनल युजको लागि एकदमै उपयुक्त हुने मारुति सुजुकी कम्पनीको 1000 सीसीमा रहेको यो जेन गाडी 2004 मोडलको हो भने एकदमै फ्रेस कन्डिसनमा छ। यसको फिचर चाहिँ हजुरहरूले एसी मात्रै पाउन सक्नुहुन्छ भने भित्र इन्टेरियर एकदमै क्लिन छ। बाहिर पेन्ट पनि हामीले भर्खरै गरेका हौँ, एकदमै स्क्रैच केही पनि छैन, एकदमै फ्रेस कन्डिसनमा छ। यदि यो 2004 मोडलको 1000 सीसीको मारुति सुजुकीको जेन लिन चाहनुहुन्छ भने यसको प्राइस हामीले जम्मा 4,50,000 मात्रै राखेको छौँ, त्यसमा पनि नेगोसिएबल छ। त्यसै गरी हामीसँग यो मैले अघि नै भनिहालेँ अल्टो दुईटा छ। यो पनि हामीसँग 2012 मोडलकै अल्टो हो। यसमा नि फिचरहरू हजुरले एसी र हिटर मात्रै पाउन सक्नुहुन्छ भने यसको मूल्य चाहिँ 9 लाख रुपियाँ मात्रै राखेको छौँ, त्यसमा पनि नेगोसिएबल छ। गाडी एकदमै फ्रेस छ, भित्रको इन्टेरियरदेखि लिएर बाहिरको पेन्ट पनि भर्खरै गरेको हो हामीले। गाडी एकदमै फ्रेस छ। यदि यो अल्टो लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला है। त्यसै गरी हामीसँग यो एकदमै लग्जरी हुन्डाई कम्पनीको एसएन गाडी आएको छ। यो चाहिँ 2000 मोडलको हो। 2000 मोडलको भए तापनि एकदमै फ्रेस कन्डिसनमा छ यो गाडी, एकदमै लग्जरी। यसको अप्सन चाहिँ हजुरले फुल अप्सन पाउन सक्नुहुन्छ भने जस्तै चाउडे पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर पाउन सक्नुहुन्छ भने अरू एकदमै फ्रेस कन्डिसनमा रहेको छ। पेन्टहरू पनि त्यस्तो स्क्रैचहरू छैन, भित्रको इन्टेरियर पनि एकदमै क्लिन रहेको छ। यसको प्राइस चाहिँ हामीले जम्मा 5 लाख रुपियाँ मात्रै राखेको छौँ, त्यसमा पनि नेगोसिएबल छ। यदि हजुरहरू हुन्डाई कम्पनीको एसेन्ट एकदमै लग्जरी गाडी चढ्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गरेर आउन सक्नुहुन्छ। त्यसै गरी हामीसँग रहेको छ यो इयोनको इरा प्लस रहेको छ। यो हाम्रो यो 2012 मोडलको हो। यो चाहिँ यो पनि एकदमै फ्रेस कन्डिसनमा छ। यसको फिचर चाहिँ हजुरले सेमी अप्सनमा पाउन सक्नुहुन्छ भने दुईटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर पाउन सक्नुहुन्छ। एकदमै फ्रेस कन्डिसनमा छ। अहिलेसम्म 48,000 किलोमिटर मात्र कुदेको यो गाडी एकदमै फ्रेस कन्डिसनमा छ। पेन्टहरूदेखि लिएर भित्रको इन्टेरियर पनि एकदमै क्लिन छ। यसको प्राइस चाहिँ हामीले जम्मा 10,25,000 मात्रै राखेको छौँ, त्यसमा पनि नेगोसिएबल छ। हजुरहरू गाडी हेरेर आउन सक्नुहुन्छ है। त्यसै गरी हामीसँग एकदमै गरी खानको लागि, लङ टुर जानको लागि, हजुरहरूको यदि स्कुलहरू पर्सनल युजको लागि एकदमै उपयुक्त हुने 7 सिटर इको भ्यान रहेको छ। यो चाहिँ 2014 मोडलको हो। एकदमै फ्रेस कन्डिसनमा छ यो इको भ्यान पनि। 2014 मोडलको भएन भने अहिलेसम्म भित्रको इन्टेरियरदेखि लिएर बाहिरको पेन्टहरू स्क्रैच, सिङ्गल स्क्रैच पनि पाउन सक्नुहुन्न हजुरले। एकदमै फ्रेस कन्डिसनमा रहेको छ यो भ्यान। यदि यो 2014 मोडलको इको 7 सिटर भ्यान लिन चाहनुहुन्छ भने यसको प्राइस चाहिँ हामीले जम्मा 11,50,000 मात्रै राखेको छौँ, त्यसमा पनि नेगोसिएबल छ। त्यसै गरी हामीसँग अफरोडको लागि हुने एकदमै पावरफुल 4 व्हिल नहुने तर 4 व्हिल जतिको पावर हुने टेरिसको हाई कपी 2008 मोडलको जोते गाडी लिएर आएको छौँ। यो चाहिँ टेरिसको हाई कपी हो। एकदमै फ्रेस कन्डिसनमा रहेको छ यो गाडी पनि। यसको फिचरको कुरा गर्नुहुन्छ भने हजुरले पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर पाउन सक्नुहुन्छ भने अरू एकदमै फ्रेस कन्डिसनमा रहेको छ। त्यसै गरी पेन्ट पनि हामीले भर्खरै गरिएको हौँ। भित्रको इन्टेरियर पनि एकदमै फ्रेस कन्डिसनमा रहेको छ। गाडी एकदमै फ्रेस छ। यसको प्राइस चाहिँ हामीले जम्मा 8 लाख रुपियाँ मात्रै राखेको छौँ, त्यसमा पनि नेगोसिएबल छ। यदि हजुरहरू लङ टुरतिर, अफ टुरतिर जान चाहनुहुन्छ भने यो गाडी चाहिँ हजुरहरूको लागि एकदमै बेस्ट हुनसक्छ। चाँडोभन्दा चाँडो सम्पर्क गरेर आउन सक्नुहुन्छ है त। त्यसै गरी हामीसँग बाहिर गाडीहरू रहेको छ।
त्यसै गरी हामीसँग मैले अघि भित्र देखाएको जस्तै नानो टाटा नानो गाडी रहेको छ हामीसँग। यो चाहिँ 2012 मोडलको हो भने यसको फिचर चाहिँ हजुरहरूले एसी र हिटर मात्रै पाउन सक्नुहुन्छ। एकदमै फ्रेस कन्डिसनमा छ यो गाडी पनि। यसको प्राइस चाहिँ हामीले जम्मा 3,25,000 मात्रै राखेको छौँ। त्यसमा पनि अलिअलि मिल्छ हजुरहरूलाई। गाडी एकदमै फ्रेस कन्डिसनमा छ। भित्रको इन्टिरियरदेखि लिएर बाहिरको पेन्टहरू पनि एकदमै क्लिन छ, स्क्रच पनि छैन, एकदमै गाडी राम्रो छ। यसको प्राइस चाहिँ जम्मा 3,25,000 मात्रै राखेको छ। त्यसै गरी हजुरहरूलाई गरी खानलाई यताउता आफ्नो स्कुलको लागि हजुरहरूसँग व्यवसायहरू छ भने त्यसको लागि पनि एकदमै उपयुक्त हुने यो भ्यान लिएर आएको छु मैले। 8 सिटर भ्यान, ओम्नीको 8 सिटर भ्यान। यो चाहिँ 2010 मोडलको हो भने यसको प्राइस चाहिँ हामीले जम्मा 5,75,000 मात्रै राखेको छौँ। त्यसमा पनि नेगोसिएबल छ। त्यसै गरी हामीसँग यो पनि 8 सिटरै भ्यान हो। यो पनि एकदमै फ्रेस कन्डिसनमा छ। भित्रको सिट कभरहरू भित्र पनि क्लिनै छ, बाहिर अलिअलि स्क्रच भए तापनि। यदि हजुरहरू सस्तो मूल्यमा चाहिँ भ्यान खोज्दै हुनुहुन्छ भने यो चाहिँ हजुरहरूको लागि एकदमै बेस्ट हुनसक्छ। यो 1999 को भ्यान हो, तर अहिलेसम्म सिङ्गल ह्यान्ड रहेको छ, एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यदि यो भ्यान लिन चाहनुहुन्छ भने चाहिँ यसको प्राइस चाहिँ हामीले जम्मा 3,25,000 मात्रै राखेको छौँ। यो चाहिँ फिक्स प्राइजै हो। हजुरहरू आउनुभयो भने त्यसमा केही हेरिदिउँला। यसको प्राइस चाहिँ जम्मा 3,25,000 मात्रै। त्यसै गरी हामीसँग अहिले यो दुईवटा आएको छ कार्गो भ्यान। इकोमा कार्गो भ्यान दुईवटा आएको छ, एउटा 19 को एउटा 20 को हो भने हामीले चाहिँ दुवैको प्राइस चाहिँ 10,50,000 मात्रै राखेको छौँ। यो चाहिँ दुइटै 19-20 को मोडलको हो भने यो दुइटैको प्राइस चाहिँ हामीले 10,50,000 मात्रै राखेको छौँ भने त्यसमा पनि अलिअलि प्राइस हजुरहरूलाई मिलेर आउँछ। त्यसै गरी हामीसँग यो यदि हजुरहरू गरी खानको लागि हजुरहरूको केही व्यवसाय छ भने एकदमै तरकारी व्यवसायहरूको लागि हुने एकदमै फ्रेस कन्डिसनमा रहेको यो ओम्नीमा कार्गो भ्यान रहेको छ। यो चाहिँ 2011 को हो भने यसको प्राइस चाहिँ हामीले जम्मा 3,50,000 मात्रै राखेको छौँ। त्यसमा पनि केही प्राइस हजुरहरूलाई मिलेर आउँछ। एकदमै फ्रेस कन्डिसनमा छ भ्यान। यदि हजुरहरू आफ्नो व्यवसायको लागि भ्यान खोज्दै हुनुहुन्छ भने 2011 मोडलको भ्यान जम्मा 3,50,000 मा आइरहेको छ। हामीसँग भएका सम्पूर्ण गाडीहरूको विषयमा यहाँहरूलाई जानकारी त मैले दिइ नै हालेँ। यदि मैले देखाएका कुनै पनि गाडीहरू यहाँहरूलाई मन परेमा वा हेर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गरेर आउन सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर रहेको छ 9841 40 4952 र 97094 67 083 मा कल गरेर चाहिँ आउन सक्नुहुन्छ। यदि हजुरहरूले चाहिँ कहाँ हो लोकेसन भन्नुहुन्छ भने चाहिँ हाम्रो लोकेसन चाहिँ काठमाडौँ कोटेश्वर नरेफाटमा हो। कोटेश्वरबाट कलङ्की जानेपट्टि बालकुमारी पुल वारीबाट टिकाथली जानेपट्टि 500 मिटर जति आउनुभयो भने हाम्रो चाहिँ नरेफाट प्रहरी चौकी देख्नुहुन्छ। प्रहरी चौकीकै छेउमा चाहिँ हाम्रो लोक अटोमोबाइल्स रहेको छ। यदि हजुरहरू चाहिँ कन्फ्युज हुनुभयो भने गुगल म्यापमा गएर लोक अटोमोबाइल्स हान्नुभयो भने हजुरहरूले त्यहाँ चाहिँ हाम्रो लोकेसन थाहा पाउन सक्नुहुन्छ। यदि हजुरहरूलाई गाडीहरू चाहिएमा सट्टापट्टा गर्नु परेमा वा बेच्नु परेमा चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।